ठिक छ त यहाँ खुट्टा ल्याउनु पर्दैन त्यो मात्रै हराइदिनु आउनु तपाईँ एक मिनट अगाडि एकजना अगाडि आउँदाखेरि राम्रो फोकस हुन्छ बिस्तारै बिस्तारै जाँदै जान्छ सबै यसै गरेर आऊ न बल्ले बल्ले हो ल बापरे ठुलो चाहिँ राम्रो भनेर बर्थडेमा आज बर्थडे अरे ल यहाँ हाम्रो केक कटाइ हुन आँट्यो एकतिर त्यो पक्रिनु न के लेखेको छ बाल्ने होला नि अहिले फोटो खिचेर यसरी होइन कसरी यो चाहिँ मैले गिफ्ट दिएको यो मायाले यो मायाले देखाइदेऊ न खै ए बनाएर हेर्दै Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Maizu. Happy birthday to you. मान्छे दिदी मेरो देउरानी बोल्नु ल ल छिटो बोल्नु त हाम्रो चाहिँ एउटा भाकी ल्याएको भन्नु छैन आऊ हाम्रो चाहिँ दिदीको आज बर्थडे छोरा बुहारीले मेरो चाहिँ माइजूको हामी बर्थडे मनाइरहेछौँ यहाँ ए मेरो छोरा बुहारीले पठाइदिएको गिफ्ट हल्लाउनु यो केक चकलेट राम्रो राम्रो खालको मिठो मिठो खालको गिफ्ट पनि देखाइदिनु है देखाइदिएको त Happy birthday to अहिले आइज भाइ यता बर्थडे भन्नु न तपाई चाहिँ ए टुमी भन्नु लु पछि कपटमा सक्छ बोल्दिरा लु लु खोइ त लु अनिल भाइ ल आउनु छिटो यहाँ आउनु त यहाँ टु ल सबैजना अझै तपाईँ चाहिँ बर्थडे गरेको ठाउँ गएर होस् न के हुन्छ बस्नु एउटा फोटो त्यही त अनि भाइ त हो नि केक सेक काट्नुहुन्छ छैन काटिसकेको छैन काटेको अब यहाँ आऊ त आऊ फोटो ल फोटो लु आउनु त तपाईँको चाहिँ फोटो खिच्नु न ल मलाई दिँदै गरेको भाइ उता जा त ह्याप्पी खै भनेको त कस्तो गरेर दिए है बुनुले त सबैको फोटो खिच्नु हो त अहिले त गेर कानुन हैन यो मुखिताले हो र पैसाको बोलौ न किन खोइ त अनि भाइ खोइ जाने फोटो यही ए तपाईले हालिहाल्नु छ नि त मज्जाले खै कस्तो भएछ ह्याप्पी बर्थडे टु यु लु भान्जी देखिन खिचिदिइहाल्छ नि आउ न वाह वाह भएन के राम्रो देखियो भएन के यो बस्नु त बस्नु आउनु यहाँ बस खुवाइदिनु अनि यसो दुईजना भएर काट्नु न त भाइदिनु त भाउजू केक अ दाजुलाई यसो केक मैले दाजुले चाहिँ खुवाइदिनु birthday to you.
दाजु के गर्नु रे मामा भइदिनु न मामा पहिला भइदिनु माइजूलाई त्यसैको टिका लगाइदिनु यसरी गालामा दल्दिनु यसो छैन हुन्छ हौ हुन्छ गालामा लगाइदिनु न हल्का गाला दल्दिनु अलिअलि आफैले आफैले दल्न ए मलाई चाहिँ लगाइदिनु न अलिअलि सानो मजाको खोइ यहाँ तल हौ तलबाट चाहिँ यसरी हातले लगाइदिनु न ल दल्दिनु भनेको त्यही त अनि भयो आइ सानी केटी हामी पनि खुवाइदिउँ न नि काट्नु सानी केटी आऊ लु सानी केटीले काटेर खुवाइदिन्छु नि लु लु दादा दीर्घायु बत्यो न हाँसी खुसी रहनु अब यो मायालाई खुवाइदिनु पर्यो नि मैले खुवाइदिनु न अनि चम्ची ल्याउँदा हुन्छ हौ अब त अब धेरै नै भाइ गर्नु न लागेर आज त के हो त्यस्तो भनेर हुन्छ लु मेरो देउरानी सधैँ ल जन्मदिनको धेरै धेरै शुभकामना भाइदिनु छुइनँ मैले अनि केटाकेटीलाई दिउ न ए लु छिटो गर ढिलो भइसक्यो लैजाऊ त्यही लु बास खोइ भाइ लगिस लगिसकोले सबभन्दा ओ पेरिसाका अर्जना खाऊ एउटा पेरिसारको खान्छ अरे ल्याउन त नि चक्लेट बाँड अर्जना खाऊ एउटा अनिल भाइ होइन खोइ अनिल भाइ बस्ने खाने हो अनिल भाइ खोइ फोन गर्दै हुनु ल्याऊ तान न अर्सँग खाऊ न एउटा अनिल भाइ अनिल काकीले बनाएको थियो नि मिठा आम मम्मीलाई भेज हो कि नन भेज हो खोइ के थाहा छैन है मलाई त होला भेज भेज काकी भाइ खा को खाने ला यो खाँदैनस् तिमी खानु राख्नु न भाउजूको 27औं बर्थडे हो आज 27 तपाईँ 27 वर्ष पुग्नु होइन भर्खर के हुनुहुन्छ लाइक हाल्नु होला हामी यहाँ सबै रमाइलो देखाउँछौँ लाइक कमेन्ट शेयर सब्स्क्राइब के रानी ल्याउन त सबै दल्दिउँ कि आज ए गलेकै छैन त बर्थडे गर्ला नगली त कहाँ हुन्छ यसो क्रिम राम्रो पो हुन्छ दल्दे त मैले अघि नै अघि दल्दिन त माएर बाखौँ ल मरि छैन भात खाउँ अब सकेको अब केक काटिसक्यो अब मासु भात खान्छौँ अब मासु भात खानु लु बर्थडे लु बर्थडे लु ह्यापी बर्थडे टु यु हेप्पी बेसी जाउँ अन्जना के म भन्ने म अघि खाएको अञ्जनको बिहा भएन भनेर सबै छोडेको अब के यो व्रत बस्दाखेरि बिहे हुन्छ अरे उसको हुन्छ मामा के हो यो कुरा यता चाहिँ ल्याउनु नि दुई जोडी हुन्छ भन्नु न बेकार जतिकै छ जिन्दगी हैन बेकार चाहिँ के हुन्छ के हुँदैन हुँदैन नि हौ टेन्सन भव्य जानुपर्छ नि होइन खराबहरू सबैजना जानुपर्छ रमेशकोमा जानुपर्छ त्यहाँबाट मतलब जे नगर्ने न बोकेर हाल्नुपर्छ हैन बा त्यहाँ बस्छ नि त तिमी पनि मासु खानु आयो खानेकुरो भट्टाभट्टीको खानेलाई ऐ भोग्ला हुन्छ भएको भयो ल भयो होइन अहिले यस्तो मान्छे कसरी नाच्नु हो छम्फो मामा नाच्नु मामा नाच्नु भने हामी त उस्तै हल्लिने हो मामाको छम्मा छम्मा अर्कै लाउने गीत पनि के गीत अनि पेडाने वाला कुन गीत लाउनु भन्नु आउनु न
मामाले नाच्ने गीत लाग्यो नि छम्मा छम्मा ए छम्मा छम्मा दारू पिके डान्स गरे बार झन् मौसम अनुसारको गीत हो। नाच्दै त ल कसरी आऊ न चाचा प्रकार बानी मोटी न हो खै भाइले नाचेर हेरेर नाच्नु न के मलाई त आउँदैन के डान्स गरे छैन भाइ फेरि बसिहाल्नु मामा यस्तो गीत पनि दारू पिके डान्स गर्यो भन्छ तपाईँहरूकै लागि बजाइदिएको झन् सरी आउँदैन म त झन् यस्तो नआफ्नो उता नि यसो यसो अरे